carry. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Gary. Happy birthday to you. ल केक काटेर बाबा आमाले अब नानीले त खुवाउनु मतलब नानीले त खानु सक्दैन आफैले आमा र बाबुले काटेर नानीलाई केक खुवाइदिनु होला Karen, good. Karen is eating a very sweet cake. Sweet cake. Sweet. Wait. You're not going to. Sweet. I also eat. Can also. तपाईहरुले के उपहार ल्याउनु भएको छ भने पक्कै पनि ल्याउनु भएको छ होला तपाईहरुले उहाँलाई भेटेर उपहार दिन सक्नुहुनेछ अनि यो चाहिँ स्पेशल टाइम चाहिँ म नानीको बुवालाई अथवा मम्मीलाई म दिन चाहन्छु उहाँहरुको के धन्यवादको केही दुई शब्दहरु उहाँको मुखबाट हामी सुन्ने छौं नमस्कार छेजुलो है सबैजनालाई अनि धन्यवाद तपाईहरु आज यो सुनौलो अवसरमा हामीलाई साथ दिनुभयो धेरै खुसी छौं आजको दिनसम्म हिजो मात्रै लाग्थ्यो है यहाँ टिभी साउन्ड पेटहरु नापेको हैन आज 1 वर्ष भयो जे होस् अहिले मात्रै फिल हुँदैछ पुरा भएको अनि जेसुकै होस् हैन सरी जोस खुसी छौं हामी है यो श्रीमती म हामी धेरै धन्यवाद दिन चाहन्छौं तपाईहरु जस्तो सुकै अवस्थालाई पनि हाम्रो स्केड्युलहरुलाई छोडेर तोडेर फोडेर हाम्रो निम्ति उपस्थिति भइदिनु भयो अनि हामी सबैजना मिलेर मेरो छोरीलाई ब्लेसिङ गरिदिनु भयो उसको जीवनमा हरेक चिज राम्रोसँग भएको होस् भनेर आशीर्वाद प्रार्थना हामी श्रीमान श्रीमतीको पनि कोसिस जारी नै छ भन्दै यो समयमा फेरि पनि हामीले केही कुराहरू मसिनो मिठो ल्याएको छौँ तपाईहरुले खाइदिनु होला अनि विशेष गरी फेरि पनि हामी सबैलाई हाम्रो मण्डली परिवारलाई पनि धन्यवाद दिँदै अनि म सानो टोकन अफ लभ हाम्रो पास्टर मोसेसलाई ल्याएको छु प्लिज तपाईले यो सानो गिफ्टलाई स्वीकार गर्नु होला पास्टर मोसेसलाई म धेरै धन्यवाद दिन्छु है आज उहाँले सास नउसाइकन सुरु दिगन्तीसम्म कति फास्ट गर्नुपर्छ एकजना व्यक्तिले सबै कभर गर्दा होइन उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु परमेश्वरले आशिष गर्नु आफ्नो छोरालाई सङ्गति सबै कुरामा प्रशस्त भन्दै म यो छोटो शब्दलाई आदिको शब्दलाई यहाँ राख्दै बिदा गर्न चाहन्छु अनि जय मसीह